त यो मार्क्सवादी सिद्धान्त अनुसार मेरो काम भयो कि भएन भनेर खोज्दैन हैन मेरो चाहिँ अब यो नव उदारवादी सिद्धान्त अन्तर्गत मेरो काम भयो कि भएन खोज्छ र खोज्दैन मेरो काम भयो कि भएन भन्ने हो त्यो त गभर्नेन्सको कुरा हो नि हो त्यो गभर्नेन्स खोजेको भोटिङ त्यहाँ गयो हैन भोटिङै त्यहाँ गयो नि त गभर्नेन्समा गएको छ त्यही भएर अहिलेको सरकारको सबभन्दा ठुलो च्यालेन्ज हाम्रो गभर्नेन्सलाई सुधार ओके जस्तै पुराना दलसित यो फ्रस्ट्रेसनको कुरा आउँदै गर्दाखेरि फ्रस्ट्रेसन पुराना दलको जुन काण्डहरू हामीले करप्सन सुनिरहेको थियौँ नि त्यो करप्सनसँग फ्रस्ट्रेसन भयो भने कि मान्छेको अलिकति त्यो इकोनोमिक ग्रो आफ्नो ग्रो हुन नसकेर भयो जस्तो लाग्छ तपाईँ जस्तै गरिबी भइरहने होइन बेरोजगारी यिनीहरूले फ्रस्ट्रेसन ल्यायो कि होइन व्हाइट बडी काण्ड भयो भने आज यो अर्को काण्ड भयो भनेर यो सुनेर चाहिँ आयो नि त मिडिया ट्रायल भनौँ न अनि यी त धेरै काण्डहरूको विषयमा अब छानबिन त हुँदै जाला धेरै काण्डहरू तथ्यगत भन्दा पनि अलिकति मिडिया जति हो त्योभन्दा बढी मिडिया ट्रायल पनि हो प्रचारबाजी पनि बढी पनि हो र त्यसले मात्रै फ्रस्ट्रेसन आएको होइन त्यसले मात्रै होइन किन भन्दा अहिलेको पुस्ता जस्तो हामीले काम गर्दै गर्दा नि धेरै कुरा सुन्न चाहँदैन क्या उसले बरु के हेर्छ भन्दा मान्छेले के गरिरहेछ भन्ने हेरिरहेको हुन्छ क्या रिजल्ट ओरिएन्टेड छ एउटा अनि अर्को ग्लोबलाइजेसन र यो सूचना प्रविधिको यति तीव्र विकास भएको छ कि जसले अपेक्षाहरूको यति धेरै वृद्धि गरेको छ यो चाहिँ एउटा डिजायर मेसिनको रूपमा चाहिँ सूचना प्रविधि आइरहेछ डिजायर एकदम धेरै क्रिएट गर्छ नि त हिजो म आफू एउटा एजमा हुँदै गर्दा मैले एसएलसी पढ्दै गर्दाखेरि मसँग ठुलो अपेक्षै थिएन कि मसँग जम्मा जम्मी एसएलसी पास गरेपछि प्लस टू पढ्ने भयो भने अब ब्याचलर पढ्ने प्लस टू पढेपछि एउटा जागिर खाने भन्ने अपेक्षा थियो अब अहिलेको पुस्ताको त्यो अपेक्षा होइन नि त त्यो केले भन्दा सूचना प्रविधिले उसले आफ्नो अपेक्षा पुरा गर्ने एकदम एक्सट्रिम प्रेसरमा छ त्यो पुस्ता होइन हाम्रो पुस्ता त्यही हो नि अहिले त सूचना प्रविधिको एकदम तीव्र विकासले एकदम इच्छा र अपेक्षाहरूलाई एकदम हाई लेभलमा पुर्याइसक्यो अनि त्यो पुरा गर्ने तीव्र आकाङ्क्षामा छ अनि त्यो तीव्र आकाङ्क्षा पुरा गर्ने माध्यम के हो माध्यम खोज्नु पर्यो नि त उसले त उसको माध्यम रोजगारी होला व्यवसाय होला के होला यावत चिज छन् होइन अनि हो त्यहाँ ठोकिने बेलामा चाहिँ दर्जनौँ अब्स्ट्याकल छ म आफ्नो व्यवसाय गर्छु न भनेर चाहिँ एउटा दर्ता गर्न कम्पनी दर्ता गर्न गयो भने 3 महिना लाग्छ फ्रस्ट्रेसन त त्यहीँ सुरु हुन्छ नि त हैन उसले 10 करोड लगानी गर्ने अथवा उसको पैतृक सम्पत्ति थियो होला 10 जना मिलेर 10 करोड लगानी गरेर ठुलो व्यवसाय गर्ने योजना बनाइरहेको हुन्छ अनि अब यो भन्दा अन्यथा देखिन्छ हैन एउटा खरदार एउटा सुब्बा लेभलको कर्मचारीले 3 महिना घुमाउँछ जबकि त्यो लेभलको उसले 50 जना मान्छेलाई रोजगारी दिने सोचिरहेछ हो अब 50 जना त्यो खरदारको सरको सेवा सुविधा दिएर त उसले 50औं मान्छेलाई रोजगारी दिने परिकल्पना गरिरहेको मान्छेलाई लौ न हजुर नमस्ते भनेर 4 राउन्ड घुमाएर त्यो सुमेरु र कुमेरु पर्वत घुम्न आउँदा गणेश र कुमारको कहानी छ नि त्यो कहानी जस्तो शिवको वरिपरि गणेश घुमे जस्तो घुमाइदिएपछि निक्लिने फ्रस्ट्रेसनको त्यसको त सीमा हुँदैन नि त हो कहाँबाट फ्रस्ट्रेसन आयो भन्दाखेरि यो काण्ड मात्रै होइन क्या फ्रस्ट्रेसन आउने काण्ड त्यो पनि हो ठुलो चाहिँ त्यो नागरिक त बनाउन जान्छ 4 दिन घुमाइदिएको छ एउटा नागरिकता वंशजको नागरिकता लिनका लागि बाउको नागरिकता छ हजुरबाउको नागरिकता छ सारा प्रणाली लिएर गएको छ हैन 4 दिन घुमाइदिएको छ ए हो नि एउटा लाइसेन्स बनाउन 3 वर्ष घुमाइदिएको छ फेरि प्रिन्ट भएर आइदिदैन क्या लाइसेन्स आउँदैन भनेको यो त के हो भन्दाखेरि आज तपाईले जे सोचिरहनु भएको छ त्यो पुरा गर्नका लागि उ प्रेसरमा छ उसको ड्रिम एक्सपेक्टेसन पुरा गर्न उ प्रेसरमा छ अनि राज्य प्रणालीले घुमाइदिएको छ क्या सबभन्दा ठुलो फ्रस्ट्रेसन त्यहाँ छ हामीले चाहिँ हो त्यो चाहिँ हाम्रो चाहिँ के भने हामीले यत्रो विकास गर्दा गर्दै किन भएन नभएको त्यहाँ पनि हो जस्तै विकासको कुरा आउँदै गर्दा एउटा मेरो नै तपाईँले भने जस्तै एसीतिर ड्रिम भने जस्तै के छ भनेदेखि जस्तै यो म 9 मा पढ्दाखेरि त्यो 3 वर्षमा हाम्रो दिवाली हुन्छ कि अनि दिवालीमा हामी हिँड्दै गएको थियौँ 2 दिन हिँडेर पुगिएको थियो है कोही मान्छे गाडीमा आउँदै थिए मैले सोचेको पनि थिइनँ क्या त्यो यत्तरी यहाँबाट चाहिँ यो गाडीमा आउन पाए चाहिँ हुने रहेछ भन्दा त्यसको अर्को वर्षको दिवालीमा म बाइकमा गएँ मैले त कल्पनै गरेको होइन क्या त्यो बाटो चाहिँ म बाइकमा हिँड्छु अब त्यो दिवाली पुगेर आउँछु भनेर तर म बाइकले लिएर जाँदै गर्दा फेरि यो वर्ष पनि गएँ अब चाहिँ मलाई के समस्या आयो भन्दाखेरि बाटोको समस्या भएन
विकास भएको छ है। तर अर्को भनेको त्यहाँनिर चाहिँ जुन बस्नेको अवस्था अलिकति भएन अथवा बाटो चाहिँ अझै राम्रो भएन भन्ने आयो क्या। भनेपछि विकास अब त्यहाँको स्थानीय सरकार अथवा कसैलाई के लाग्यो होला भने हामीले बाटो खनेको छौँ, अब जनतालाई भयो भन्ने होला। तर हामी त्यो बाटोभन्दा अलिकति त्यो बाटोलाई चाहिँ बेटर होस् भन्नेतिर हामी जाँदो रहेछौँ क्या। विकास त यही नै हो। अपेक्षा चाहिँ के हो भने अपेक्षा त असीमित हुन्छ नि त। एउटा लेभल पुरा भएपछि अर्को लेभल सुरु हुने हो क्या। त्यहाँ त त्यो इन्ड हुँदैन नि त। त्यो विकास इन्ड भन्ने हुँदैन। हिजो बाटो थिएन, जस्तो भयो नि डोजर कुन्नेले खन्देको बाटो भयो हुन्थ्यो। आज बाटो पो धुलो हो होइन। धुलो मारेर भोलि पिच गरिएला। त्यो पिच भएपछि काहीँ काहीँ खाल्टा हुनसक्छ, फेरि खाल्टा भयो होइन। त्यो चाहिँ पुरा हुँदैन। अपेक्षा पुरा चाहिँ हुँदैन डेभलपमेन्ट। त्यही भएर त्यो डेभलपमेन्ट कन्टिन्युअस हुन्छ। त्यो प्रोग्रेस पनि प्रोग्रेसको कारण पनि त्यही हो। त्यसैलाई बुझ्नुपर्छ होइन। तर यहाँ त्यहीँनिर के हो भने नि हाम्रो अब हो त्यो चाहिँ कहाँनिर समस्या भइरहेछ भन्दाखेरि यी अपेक्षाहरू त्यहाँ राम्रो बस्ने ठाउँ होस् त्यो होस् भन्दै गर्दाखेरि त्यहाँनिरको ठुलो समस्या के छ भन्दाखेरि बाटो पुग्यो, बत्ती पुग्यो, खानेपानी आयो, सबै आयो हो। उत्पादन बढ्यो कि बढेन? हो, त्यही उत्पादन बढेन अनि बसाइसराइ पनि रोकिएन क्या। उत्पादन बढेन। उत्पादन नबढ्नु भनेको रोजगारी नहुनु हो क्या। सिम्पल लजिक बुझ्ने हो नि त। उत्पादन छैन भन्नुको अर्थ त्यहाँ रोजगारी पनि छैन। अब रोजगारी पनि छैन भने चाहिँ मान्छे माइग्रेट हुन्छ। अनि महिनामा 5 जना मान्छे हिँड्ने बाटोमा कसले गएर रेस्टुरेन्ट खोल्छ, कसले गएर होटल खोल्छ? त्यही प्राइभेट सेक्टरले लगानी गर्नलाई त पपुलेसन हुनुपर्छ। त्यहाँ फ्लो हुनु पर्यो, मार्केट चल्नु पर्यो। किनभने मुस्ताङमा गएर त भाटबडी नि खुल्दैन नि त। सिम्पल हो नि। किनभने बजार छैन। त्यो बजार हुनलाई के चाहिन्छ? त्यहाँ जनसङ्ख्या चाहिन्छ। जनसङ्ख्या हुनलाई त्यहाँ रोजगारी हुनुपर्छ, उत्पादन वृद्धि हुनुपर्छ, रोजगारी स्वरोजगारी हुनुपर्छ, तब हुने हो। हाम्रो अहिलेको अर्को अघि भन्यो नि फ्रस्ट्रेसन एउटा काण्ड, करप्सनका काण्ड छँदै थिए। अर्को गभर्नेन्सको अवस्था दोस्रो हो भने तेस्रो चाहिँ कमजोर उत्पादन हो क्या। त्यो उत्पादनले रोजगारी दिएन। रोजगारी नदिएपछि मान्छे बेरोजगार भयो, फुर्सद भयो होइन। त्यो रोजगारी त्यो उत्पादन भएन अनि के भयो? माइग्रेट भयो मान्छे। यहाँ नेपालमा बस्ने भन्दा ठुलो सपना देखेर विदेश जाने मान्छे झन् फ्रस्ट्रेट छ।